पछि भयो भने त काट्नु पर्छ अनि राख्नु पर्छ नि हैन यसको त माउको पोलाई सके जस्तो छ त ओ बच्चा हेर्ने रहेछ बच्चा ए यो त सबै बाबा मौरी खानेहरू कर्नर हेरौँ त उमा त सबै मरेको यो खाने। तीन गोला मौरीले फेरि हुर्काएको यो हामी काट्ने उमा चितवन सबै मरेको यो कालो चाहिँ के हो यिनीहरूले नि बोक्छ होइन यस्तो कालो पोर्टुगिज भनेको यही हो बाबा ए यही हो सबभन्दा महँगो किन धनीलाई यो सबभन्दा महँगो होइन यो चौथोमा पर्छ बानी बुझेँ मैले जे भए पनि यिनीहरूको हतियार हो यो हतियार के भन्नु निकाल्नु न यिनीहरूको हतियार यहाँ कुनै किरा फटेङ्ग्रा केही पस्यो भने यहाँ यहाँ टाँसियो यिनीहरूलाई खाने पस्यो भने यिनीहरूले यसले टाल्छ कि के भन्दैछ काकीले ए खोइ यसमा रस छैन त ए यो कालो कालो होला तिल रस त राखिरहेको छ नि तर अब त्यो के छ भने भर्खरको होला नि त त्यसमा चाहिँ रहेछ यो चाहिँ राखौँ त्यो त माउ हो त्यसो गर्नु मिल्दैन हातभरि उसको हात यस्तो बाहुलाभित्र पसिजाला बाहुलाभित्र पसिजाला बाहुलाभित्र म त सासै फेर्नु गाह्रो हुन्छ अर्को यस्तै हो तरिका अन्त यता चुक छेरेर यता आयो भागेर म पो खाने त कहाँ चिल्लिन आउँछ त नि ओइ कति साह्रो पो ओइ चिल्दैन चिल्नु त कतिको साह्रो छ काकी त्यस्तै हुन्छ म त टाँसे ओइ नचिल्नु है ओइ ओइ बाङ्गिँदैछ त्यति मात्रै ऊ त्यसमा छैन नि त हो त्यसमा छ त छैन म निस्क्यो यिनीहरूले नै लिएको यो टाँस्ने कुरा चिल्यो मार्नु भयो नमार्नु है ल चिल्यो है नाकैमा कसलाई चिल्यो छोरोलाई छैन त्यसमा पनि छैन कालो छ राखौँ कि राखौँ छैन कुन काकी यो आमा र बाउहरू आएर नाकै चिल्ने हजुर भान्जा त्यो ठाडो भित्र पसेर नि भान्जा छैन त्यहाँ छैन एउटै छैन म भान्जा त्यो भित्र पसेर नि म एउटै छैन राखौँ मैले म एउटै छैन यार छैन त्यसमा सामान राखेकोमा भर्खर माथि हेर्नु त भएन लुलु राखौँ ल भयो एउटै छैन त्यहाँ गाउँमा उहिले त ट्याङ्की उ त्यो हुन्छ होइन भएन के अरे काठको मुढो होइन काठको मुढो के हुन्थ्यो अरे काठको मुढामा बनाउँथ्यो नि त अनि त्यहाँ चाहिँ आफै यस्तो भन्थ्यो काठको मुढामा पनि पाउँछ काठको मुढो अनि खोपेर त बनाउने नि खोपेर बनिएकोलाई चाहिँ